छोरा लाग्यो मकैबारी गोरेम खानु पर्छ कोरेम मकैबारी दोरेम भन्दै अब लाग्यो छोरा हैन अब चाहिँ म निस्केला गाइस के को लागिरहेछ भने चाहिँ अब हिँडिसकेपछि फुल भिडियो हेर्सेपछि थाहा पाउनुहुनेछ ल हेलो हामी चाहिँ यो अहिले हामी देख्न सक्नुहुनेछ साँगाको बाटो एकदमै यहाँ धुलो अहिले हामी चाहिँ साथीहरू बनेपाको चारदो बाटो आइपुगिसकेको छौँ। अब हामी धुलितिर लाग्दैछौँ त हेर्दै गर्नु होला। अनि अर्को अभियान पार्टीको अभियान कति गुलियोमा कहिले तितो पनि खानु पर्यो नि। यहाँको हाइवे चाहिँ एकदमै फडाकिलो बनाउनलाई 6 लेन र 8 लेनको चाहिँ बनाउँदैछ। अब अहिले भिडियो गर्दै यस्तो छ। अब पछि मर्मत भइसकेपछि चाहिँ चिटिक्क भइसकेपछि देख्न सक्नुहुन्छ कस्तो हुने रहेछ है। अनि त्यही भएर अहिले म भिडियो कैद गरेको छु। यदि भयो त्यसलाई नै कन्टिन्यू गर्न राम्रो साथीहरु यो चाहिँ भोगडी बेसी जाने हाइवे हो। सो अब चाहिँ हामी चाहिँ स्काई रिसोर्टतिर लाग्ने छौं। एक क्रममा चाहिँ देख्न सक्नुहुन्छ धुलो धुवाँ भन्ने कुरा त हैन। अब टक्क यो भ्यूहरु हेर्नुस् न कहिलेकाहीँ सधैँ हिँडिरहे भए पनि अब के कस्तो लाग्छ तपाईहरुलाई पनि हेर्नुस् न है। नेचरहरु कस्तो छ वाउ दामी ड्राइभ गर्नु भएको छ हाम्रो गुरुजीले। लगभग हामी आइपुगिसक्यौं। अब यहीँनिर हामी रोकिनेवाला छौं। अब हाम्रो यात्रा यहीसम्म हो। उसबाट माथि आयो हैन कच्ची बाटो राइट ल आइपुगे हाम्रो गन्तव्य। स्काई गार्डन
म चाहिँ यसरी हिँडिरहेको छु पनि वेलकम वेलकम चाहिँ यहाँ छ है फेरि यतै होला हाम्रो पार्टी जाउँ न नमस्ते नमस्ते हामी चाहिँ रिसिभ गर्ने काउन्टर यता रहेको छ सो तपाईँले देख्न सक्नुहुन्छ म ब्याग स्याग यता राख्ने कोसिस गर्दैछु टक्क लाएर ब्याग स्याग राखेर हामी यता आयौँ अब यहाँको भ्यू पनि हेर्नुहोस् कस्तो लाग्छ है लटक्क लाएर है के खाने हो फलफुलहरू पनि ढक्कै छ है अनि ल मजाले यहाँको आर्टिकल पनि देख्न सक्नुहुनेछ सबैजना आउँदै हुनुहुन्छ सबैजनालाई स्वागत गर्दै हामी पनि यहाँ यसरी नाम लिस्ट गर्दै हजुरहरूलाई ल एकदम धन्यवाद नमस्ते 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 म पछाडि सबसे अगाडिको मान्छे म नमस्कार ल वेलकम है सर नमस्कार नमस्कार ल हेर्नुहोस् राखेर सर्रा है अब रुम ट्याक्क यहाँ छ है अब देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ बाहिर ढ्याङ्ग लाएर यस्तो रहेछ भ्यू देख्न सकिन्छ है अब टक्क लाएर यहाँ ढ्याङ्ग सुत्न सकिन्छ है हामी अनि यसरी देख्न सक्नुहुनेछ ल अहिलेको मेरो फर्स्ट इन्ट्री यहाँ भइसक्यो अब नेक्स्ट भिडियोमा आउनेछु थ्याङ्क्स फर वाचिङ तयारी तपाईँ किन भन्नु थियो त्यसमा चोरी हाम्रो नेपाली ब्रान्ड नेपाली उत्पादन नेपालको जडीबुटी जन्ने हिमालयन क्षेत्रको लगायत विभिन्न हाम्रो नेपालमा चाहिँ भेटिने जडीबुटी जन्ने यो वस्तुहरूलाई चाहिँ यसरी हामीले हाम्रो कम्पनीले उत्पादन गरेर चाहिँ हरेक कस्टमरहरूमा देशदेखि विदेश वर्ल्ड वाइडमा चाहिँ पुर्याउने हाम्रो दायित्व हो त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ ब्युटी सिनदेखि लिएर अब हरेक खालको हामी तपाईँहरूले भ्यू गर्न सक्नुहुनेछ कि हाम्रो वेबसाइट मार्फत पनि भिजिट गर्न सक्नुहुनेछ त्यही भएर चाहिँ ल यही छ यदि नयाँ साथीहरूले मेरो नयाँ भिडियो हेर्दै हुनुहुन्छ भने यो भिडियो हेर्दै हुनुहुन्छ भने यो फोटोमा मात्र नहेरिकन मलाई प्रत्यक्ष भेटेर अथवा कम्पनीमा प्रत्यक्ष भिजिट गरेर तपाईहरूले पनि आफूलाई चाहेको आफ्नो स्वास्थ्यवर्धक प्रोडक्टहरू युज गर्दै र अरूलाई पनि सेयर गर्दै र यो यसको बेनिफिट लिइसकेपछि अरूलाई पनि सेयर गर्ने र यसको देशदेखि विदेश ग्लोबल वाइडमा चाहिँ पुर्याउने हेतुले यो कम्पनी आएको छ यो कम्पनीलाई प्राथमिकता दिउँ र हामीले नेपाली उत्पादनलाई मेड इन नेपाललाई चाहिँ यसरी प्रमोट गरौँ कि यो मिसन भिजन भएको कम्पनीलाई चाहिँ एकदमै अगाडि बढाउनका लागि साथ र सहयोग तपाईँ हाम्रो नै हो नेपाली उत्पादन नेपाली ब्रान्ड नेपाली क्वालिटी त्यो कारणले गर्दाखेरि चाहिँ स्वास्थ्यवर्धक मात्रै रहेको कारणले गर्दा ब्युटिसियन इत्यादि सबै छँदैछ है अनि त्यो कारणले गर्दाखेरि चाहिँ हामीसँग प्रत्यक्ष भेटौँ है साथीहरू त्यो कारणले चाहिँ अहिलेको लागि चाहिँ यही भन्न चाहे अब प्रोग्रामको लागि तयारी भएको सामग्रीहरू तपाईहरुले देख्न सक्नुहुन्छ यो स्टेज रहेको छ है हामी हाम्रो प्रोडक्टहरू यसरी रहेको छ मलाई वेलकम गर्छ यहाँ
सरी हेलो नमस्ते सबैलाई वेलकम छ मेरो घरमा ल खानाको लागि त हाम्रो यता आइसक्यौँ आउनुहोस् हजुर आउनुहोस् वेलकम छ तपाईँहरूलाई हाँसेर मुसुक्क हाँसेर माया गरिदिनु होला आफैले आफैलाई माया गर्नु होला है त फेरि ल यहाँ अहिले त फोटो भनेर हानेको भिडियो भएछ हजुर विशेष गरी तपाईँ हाम्रो अहिले चाहिँ हामी चिया सेसन कार्यक्रममा छौँ है हल्का लिएला म्याम हजुर पनि लिनुहोस् के छ म्याम देख्न सक्नुहुनेछ यहाँ चाहिँ फोटो सेसन गर्ने क्रममा म यहाँ छु अहिले अब एकैछिनपछि म हामी सबैजना हेर्नेछौँ ल अब यहाँ खाने कार्यक्रम सेसन चाहिँ सुरु भइसकेको छ पट्याटो छ यहाँ खाली रहेछ त लास्टमा किरा भने यहाँ के हो केटी सुप सब खाली भएछ त नि उभिएको के अर्थ भयो यहाँ हामी चाहिँ स्काई रिसोर्ट आएर चाहिँ यहाँ हल्का आएछौँ सो बिस्कुट मिठो लाग्यो मलाई त्यही भएर भिडियो खिचेँ मैले तपाईँ पनि भिडियो बनाउनु पऱ्यो मैले जसो गरी यसरी खिच्नु न मैले जसो गरी मेरो आछ ठिक छ हजुरले पनि यसरी ट्याक्क राख्नु होइन अनि यसो गर्नुहोस् म सिकाउँछु हजुरलाई मिठो छ माइक छैन माइक चाहिँ अब एकदमै बिग्रेको छ तैपनि चाहिँ अब बिस्कुट राम्रो लाग्यो यहाँको ठाउँ पनि राम्रो लाग्यो कम्पनीले एउटा सेलुन बनाएर ल्याएको छ यो सेलुन अन्तर्गतै रहेर सकेसम्म चाहिँ म हामी सबै ज्ञानी छौँ हामी सबै मेहनती छौँ होइन अझै मजा आउने भयो है हजुरहरूले जति राम्रो सेवा दिनुभएको छ नेचर हाउस परिवारमा आज यो डान्सले पनि पक्कै पनि सम्पूर्ण आदरणीय व्यक्तित्वहरू भरपूर मनोरञ्जन लिनुहुनेछ जस्तो सेवा त्योभन्दा खतरा डान्स होइन एकछिन गीत नबजाउन्जेल मैले अरू एउटा कुरा गर्न चाहेँ हाम्रो कम्पनीमा
काम गर्ने क्रममा सबैभन्दा बढी ठोकिने तपाईँ हामी डिस्ट्रिब्युटर साथीहरू प्रोडक्टमा उहाँ निसँग ठोकिराखेका हुन्छौँ। कस्टमर केयरको रूपमा बर्खा सिंह सुवेदी, त्यसै गरी रिसेप्सनमा हाम्रो शोभना मिस। आज सायद तपाईँ हामीभन्दा बढी उहाँ ठोकिनुहुन्छ। कति धेरै कुराहरू चाहिँ झेल्नुपर्छ कि मैले कहिलेकाहीँ देख्छु अझ बढी चाहिँ बर्खा मिसलाई कति ठुला ठुला चाहिँ अप्ठ्याराहरू आउँदाखेरि पनि उहाँ रिसाएको चाहिँ देख्दिनँ। जस्तो अनुहार छ काम पनि त्यस्तै गर्नुहुन्छ। अहिले प्रोडक्ट चाहिँ कहिलेकाहीँ हाम्रो अलिकति ढिला हुन्छ, कहिलेकाहीँ प्रोडक्ट आउँछ नि पुरा चाहिँ त्यो लाया लाग्छ कि यस्तो चाहिँ हैरान हुन्छ। त्यहाँ मैले आफै देख्दा कति हैरान खेल्छु, तर मिसले एक्लै त्यहाँ तल झेलिरहनु भएको हुन्छ। त्यसैले अब वेलकम डान्सको लागि एकचोटि जोरदार तालीका साथ बर्खा सिंह सुवेदी, गङ्गा महर्जन र शोभना गुरुङ तिनैजनालाई जोरदार तालीका साथ अब भने स्टेज चाहिँ भाँच्चिदिनु साथ भनेको हामी बिहोरौँला। First of all, very happy New Year 2018 to all of you. So, this another 15 minutes you are with me? Yes. Thank you. So, yeah, I will give you full entertainment, okay? We खोलाको पानी उही खोलेको माछा वैसो मेरो उर्ली आयो सुन्नु हो तपाईले त चक्लेट किनाउ तपाईले त स्टेटमा यो बुझ्नु भएन तर मेरो अर्कै मिनिङ छ वैसो मेरो उर्ली आयो कता भाषा जुन भन्छ नि त्यसको एक्चुअल मिनिङ के हो भने मैले नेचर हाउसमा आएर जुन कमाइ गरेको छु हो त्यो कमाइले गर्दाखेरि मलाई चाहिँ कहिले त्यस खेलमा इन्डिया है कहिले चाहिँ धार्मिक यात्रा गर्ने इन्डिया है कहिले कञ्चनपुर कहिले ताप्लेजुङ त यसरी चाहिँ मैले आफ्नो पैसालाई चाहिँ सजिलो गरिरहेको छु तो मेरो पैसा उर्ले आएको चाहिँ म फुरफुर भएको होइन है मेरो चाहिँ पैसाले मलाई चाहिँ यो इच्छा पुरा गरेको हो दिस इज द माई रियालिटी so this is for this I'm grateful to Sudarshan Banjani sir. He has provided me this 15 minutes अलि म चाहिँ त्यो नखाँदा पनि यसरी इङ्ग्लिस बोल्छु हैन खाएपछि त तर त्यो मेरो ह्याप्पी सैटरडे लाइफ गइसक्यो है तो अर्को मेरो फेरि के छ भने नि म अब अर्को यसमा के जोड्न चाहे भने मैले इलुको च्याप्टर क्लोज गरिसकेँ अब कसैले मसँग ट्राई नगरे हुन्छ दिस इज रियालिटी है मलाई पुगिसक्यो है मेरो लाइफमा अब पुगिसक्यो तो यसरी चाहिँ मैले चाहिँ आफ्नो चाहिँ हैन दिमागलाई युज गरेको छु तपाईहरुसित पनि यो त इफ यु वान्ट टु ग्रो इन नेचर हाउस yes then apply my this
6 method. Okay. So if you are not able to say, then I am revealing. Okay. Okay. What disclosure, right? So first B is our this body. Alright? And second B is our brain. Our brain. Are you agree? Yes. And third B is our beauty. Beauty भनेको फेरि मेरो त स्किन मात्रै हैन, हामीहरुको जुन त्यो गर्ने स्टाइल छ नि, हो दैट इज ब्यूटी. त्यो क्रिम लगाएर चाहिँ त्यो मज्जाको भयो हैन है, त्यो हैन. ओके. And the fourth B is business. यो चारवटा चीजलाई कम्बाइन गर्दाखेरि ठ्याक्क तपाईले जसरी चाहिँ यो पाँचवटा औलामा तपाईले सेपरेटली युज गर्नु भने नो पावर है, तर तपाईले यो पाँचवटा औलालाई यसरी बनाएर फिस्ट बनाउनु भने व्हाट ए पावर. हो यो चारवटा बिरा मैले युज गरिरहेको छु है, अनि यसबाट मलाई रिजल्ट पनि आइरहेको छ. और फेरि म अझ चाहिँ 2 स्टेप अगाडि गएको छु, दुईटा बी अझ थपेको छु. दैट इज भक्ति एन्ड दैट ब्लिसफुल हैन. त्यो भक्तिले मलाई चाहिँ मेरो हैन स्पिरिचुअल लाइफलाई धेरै राम्रो बनाइरहेको छ. त्यसकारणले म तपाईलाई पाँचवटा फुललाई चाहिँ तपाईले सधैँ लिएर हिँड्नुस्. फर्स्ट इज फ्रुटफुल, सेकेन्ड इज सक्सेसफुल, थर्ड इज ब्युटिफुल, फोर्थ इज पिसफुल एन्ड फिफ्थ इज चियरफुल. यसरी चाहिँ तपाईले आफ्नो लाइफलाई है यु क्यान मेक डायमन्ड. Everybody is just carrying the life as a stone that is lying on the path, but you make your life diamond so that in your ring you put. Okay? Thank you. धेरै धन्यवाद प्रोफेसर डाक्टर मोहन सिंह प्रधान सर है. 70 वर्ष हुनुभयो अहिले. मैले अहिले सूर्यको 66 चोटी परिक्रमा गरेको. वाउ. 66 वर्षको उमेरमा यो जोश जागर जुन छ यो तपाई हामी सबैमा आओस् र उहाँले भनेको जुन 4B थियो फेरि दुईटा B 6B थप्नु भएको छ, त्यो सबैले लागू गर्न होला. ल एकचोटी जोरदार तालिका साथ सरलाई सम्मान व्यक्त गरिदिनको निम्ति म विनम्र अनुरोध गर्दै अब भने हामी माथि धेरै समय बोलिन्न जसमा त्यो समापन र केही कुरा राख्नै पर्ने भएको हुनाले म के कुरा राख्छु. त्यसपछि हामी आजको पहिलो दिनको सेसन चाहिँ समापन गर्नेछौँ. फेरि पनि आजको यो समापन समारोहमा मलाई समय दिनुभएकोमा आदरणीय सुदन सरलाई बधाई छ, धन्यवाद छ. ताली समापन गरिदिनु सबैलाई. आकाशमा जतिसुकै कालो बादल मडारियोस्, उदाएको सूर्य मध्य आकाश पुग्छ भनेपछि गरी आज जतिसुकै बाधा अर्चन भए पनि यति धेरै मेहनतका साथमा हाम्रो यो आरटिपी ट्रेनिङमा आउनुभएको यहाँ सबैलाई बधाई छ. र मेरो चाहिँ यो नयाँ वर्ष उत्कृष्ट हुनेछ भन्नेमा कुनै दुईमा छैन, किनभने यति धेरै व्यक्तित्वहरूसँग नयाँ वर्ष सेलिब्रेसन गर्ने मौका पाएको छु. त्यसैले गर्दाखेरि यहाँको पनि नयाँ वर्ष उत्कृष्ट हुनेछ भन्ने मैले अपेक्षा राखेको छु र एकदमै रमाइलो गरौँ, राम्रोसँग मनाऊ यो नयाँ वर्षलाई. र आजको यो पहिलो दिनको सेसनमा चाहिँ विभिन्न व्यक्तित्वले तालिम दिनुभएको छ. विशेष गरी हाम्रो वरिष्ठ लिडर आदरणीय नवराज सरले पनि राम्रो तालिम दिनुभएको छ, विशेष गरी फाइनान्सियल लिटरेसीको विषयमा. मलाई त्यो तालिमले बधाई सम्मान गरिदिनु होला. उहाँको तालिमलाई मैले एउटा समराइज गरिदिएको छु 2 लाइनमा, यहाँले पनि सम्झिन सक्नुहुनेछ. उहाँले दिएको तालिमलाई हजुरले कसरी बुझ्नुहोस् भन्दा अन्तिममा मैले समराइज गर्दै गर्दाखेरि चाहिँ आर्थिक साक्षरता जीवनको सुरक्षाको ढोका हो. आर्थिक साक्षरता जीवनको सुरक्षाको ढोका हो, कमाई मात्र होइन सही तरिकाले खर्च र बचत गर्न जान्नुपर्ने कला हो. त्यसले गर्दाखेरि कमाएर मात्र हुँदो रहेछ, कमाएको पैसालाई कसरी बचत गर्ने भन्ने पनि ठुलो कुरा रहेछ भन्ने विषयमा चाहिँ यहाँले आजको पहिलो सेसनको फाइनान्सियल लिटरेसीबाट धेरै कुरा बुझ्नु भएको छ. त्यसलाई पनि मनन गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छु, किनभने तालिममा सुनेका कुरा सिकेको कुरालाई व्यवहारमा उतार्नै पर्ने हुन्छ, होइन भने सुनेर सिकेर मात्र पनि हुँदैन है. त्यसै गरी पछि हाम्रो फेरि एकदमै वरिष्ठ व्यक्तित्व है, मलाई त म स्विट 16 भन्छु, उमेर सोध्दैन सरहरूले, म त उहाँलाई एकदमै 16 वर्षको देख्छु, स्विट 16 है. डाक्टर मोहन सिंह प्रधान सर, उहाँलाई तालिम सम्मान गर्नु प्लिज. भने पनि हाम्रो सम्पूर्ण नेत्र परिवारलाई उहाँले पनि आफ्नो केही महत्त्वपूर्ण भनाइ राखिदिनु भयो. उहाँले आफ्नो केही सेयरिङहरू गरिदिनु भएको छ. पक्कै पनि
उहाँको सेयरिङ, उहाँले दिनुभएको आरोह अवरोहका घटनाहरूले पनि यहाँलाई बिजनेस गर्नलाई अझ सहज हुनेछ भन्ने म लक्ष्य राखेको छु। त्यसै गरी अहिले भर्खरै पनि एकदमै राम्रोसँग हामी सबैलाई यो डिजायर जगाउने गरी भित्रैदेखि एउटा चाहिँ जोस जागर आउने गरी चाहिँ एउटा डिजायर सम्बन्धीको तालिम दिएर जानुभएको छ। आदरणीय केबी सर, उहाँलाई तालिमले सम्मान गरिदिनु होला सबैजनाले प्लिज। र हरेक वर्ष छ नि हामीले कमिटमेन्ट गर्छौँ कि यो वर्ष म यो गर्छु, त्यो गर्छु, यसो गर्छु, उसो गर्छु भनेर हरेक वर्ष हामीले कमिटमेन्ट गर्छौँ। सायद मलाई लाग्छ यो वर्ष पनि हाम्रो कमिटमेन्टको वर्ष हो। यो वैशाखमा हामीले धेरै कुराहरू सोचेका छौँ। के भनिन्छ भन्दाखेरि हरेक वैशाखले चाहिँ नयाँ सपना देखाउँछ र हरेक चैतले चाहिँ तपाईँको चाहिँ एउटा रियालिटी देखाउँछ अरे कि है, तपाईँको वास्तविकता देखाउँछ अरे। भन्नुको त वैशाखमा हामी त्यति उत्साही हुन्छौँ, यो गर्छु त्यो गर्छु भन्छौँ, तर त्यो कुरालाई हामीले कहिले पनि व्यवहारमा नउतारेको हुनाले चैतमा फेरि हाम्रो वास्तविकता त्यही नै रहन्छ है। चैतले जहिले पनि हामीलाई चाहिँ हाम्रो सत्यता देखाउँछ। त्यसले गर्दाखेरि यो वैशाख, यो वर्ष चाहिँ तपाईँले सोचेको मात्र होइन, सोचेका कुरालाई चाहिँ मनन गर्ने गरी लाग्नु हुन हार्दिक फेरि अनुरोध गर्न चाहन्छु। हेर्नुहोस्, जिन्दगीमा सधैँ द्वन्द्व चलिरहेको हुन्छ। तपाईँ हाम्रो बिचमा सधैँ युद्ध चलिरहेको हुन्छ। यो वर्ष 2082 पनि तपाईँसँग एउटा युद्ध चलिरहेको हुन्छ। यो वर्ष पनि तपाईँसँग एउटा युद्ध हुन्छ, द्वन्द्व हुन्छ। त्यो द्वन्द्व हो तपाईँ र तपाईँको बाहना। यो वर्सेस योर बाहना होइन। र अब तपाईँले यो वर्ष पनि तपाईँको बाहनालाई जित्न दिने कि तपाईँ हार्ने, सोच्नु होला। यो वर्ष तपाईँ बाहनालाई जित्न नदिनुहोस्। तपाईँ र तपाईँको चाहना र तपाईँको बाहना तपाईँसँग सधैँ वर्ष लडिरहेको हुन्छ। यो वर्ष तपाईँले चाहिँ बाहनालाई हराउनुहोस्, यो वर्ष तपाईँको चाहना पुरा गर्नुहोस्। हार्दिक शुभकामना दिन्छु। मेरो बाबाले भनेको भनाइ मलाई जहिले याद आउँछ। आज यो नयाँ वर्षको उपलक्ष्यमा म त्यो भनाइ पनि राख्न चाहन्छु। मेरो बुवाले भन्नुहुन्थ्यो, तिमी जब धेरै थाक्छौ नि आराम गर, तर कहिले पनि हिम्मत नहार भन्नुहुन्थ्यो कि होइन। जिन्दगीमा काम गर्दै गर्दाखेरि दुःख पीडा हुन्छ, धेरै गाह्रो हुन्छ, तर त्यति बेला आराम गर, तर हिम्मत कहिले नहार, जीवनमा सदैव मेहनत गर भन्नुहुन्थ्यो क्या होइन। त्यो कुरामा जरुर दिमागमा आइरहन्छ है। हामीलाई के थाहा छ भन्दाखेरि चाहिँ रक्सी खाएर हाम्रो मृत्यु हुन सक्छ भन्ने थाहा छ, र पनि रक्सी खान्छौँ। अनि हामीलाई अर्को कुरा थाहा छ, मेहनत गरेर सफल भइन्छ, फेरि हामी मेहनत गर्दैनौँ के हो कि होइन। तर यो वर्ष के गर्ने, मेहनत गर्ने। ओके, यो वर्ष हामीले आउने वर्ष चाहिँ सबै सेलिब्रेसनको वर्ष। अब आउने वर्ष हामीले चाहिँ अझ योभन्दा ठुलो स्टार लेभल होटेलमा, उस्तै पनि इन्टरनेसनल लेभलमा, इन्टरनेसनल मञ्चमा यो कार्यक्रम, यो सम्मान, यो प्रोग्राम गर्ने एउटा मौका यहाँ सबैले दिनुहुनेछ अपेक्षा राखेको छु। दिनुहुन्छ? हामी मेहनत गर्नेछौँ। ओके, यो वर्ष हाम्रो मेहनतको वर्ष। मेहनत गरेपछि सफल भइन्छ भन्ने कुरालाई नबिर्सनु होला। र याद गर्नुहोस्, भोलि कहिले आउँदैन है। भोलि भन्ने कुरा कहिले आउँदैन। तर जसले जे गर्नु छ आज गर्नु छ। आजबाट कमिटमेन्ट गर्नुहोस्, आजबाट लिखितमा एउटा लिखित राख्नुहोस्। आफैले कमिटमेन्ट गरेर 2082 वर्ष मेरो जीवनको, मेरो परिवारको लागि सबैभन्दा उत्कृष्ट वर्ष रहनेछ भनेर एउटा कल्पना गर्नु होला। र भोलिपल्ट बिहान हामी एउटा सेड्युल तपाईँले पनि पाउनुभएको छ, ग्रुपमा पनि हामीले हालिदिएका छौँ। भोलिपल्ट बिहान हाम्रो 5:30 बजे सायद अर्को हलमा गर्छौँ होला हामी है। ग्रुपमा हामी त्यहाँ कमेन्ट गरिदिनेछौँ है। टपमा हुन्छ हाम्रो भोलि बिहान ठिक 5:30 बजे सबैजना योगा सेसन रहेको छ, योगा प्लस मेडिटेसन सेसन रहेको छ। त्यसले गर्दाखेरि भोलि बिहान सबैजना चाहिँ 5:30 बजे योगा तथा मेडिटेसन सेसनको लागि आइदिनु होला। र लगभग त्यो 6:30 बजेसम्म हाम्रो त्यो सेसन सकिनेछ। त्यसपछि 45 मिनटको ब्रेक रहनेछ। हजुर त्यतिखेर ब्रेकफास्ट लिनुहुनेछ, आफ्नो फ्रेस टाइम लिनुहुनेछ। त्यसपछि कति पनि ढिला नगरिकन हजुर यथाशक्य छिटोभन्दा छिटो हाम्रो यो कार्यक्रम हलमा प्रवेश गर्नुहुन हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। करिब हामीले भोलि 8 बजेबाट यो सेसन सुरु हुन्छ। अगाडि केही हाम्रो रमाइलो अघि जस्तै हाम्रो सपना म्यामले पनि गीत गाउनु भएको छ, उहाँलाई तालीले बधाई दियो एकचोटि होइन। उहाँको मैले थोरै कुरा गर्दै गर्दा आफ्नो दृष्टि है। उहाँहरू दुवैजना कलाकारलाई पनि हामीले तालीले सम्मान गरिदियो एकचोटि प्लिज सबैजनाले है। र हाम्रो सञ्चिता मोक्तान म्याम प्लिज, उहाँलाई एकदमै उहाँले धेरै राम्रो गाउनु भएको थियो। उहाँको स्वर मलाई बेसी मन पऱ्यो है। र हाम्रो सपना म्याम त उहाँ त एकदमै प्रोफेसनल सिङ्गर नै हुनुहुन्छ, उहाँलाई पनि चाहिँ ताली सम्मान सबैजनाले प्लिज है। र भोलि पनि फर्स्ट सेसन बिहान चाहिँ हजुरहरूले अलिकति रमाइलो गरिदिनु होला। त्यसपछि चाहिँ करिब हामी ब्रेकफास्ट पछि सबैजना छिटोभन्दा छिटो हल प्रवेश गरेर केही समय रमाइलो गर्नु होला। र लगभग हामीले 8 बजे हल प्रवेश गरेर 8:30 बजेबाट चाहिँ भोलिको ट्रेनिङ सेसन रहेको छ। र भोलि ट्रेनिङ सेसन म सञ्चालन गर्दैछु र हजुर सबैजना आउनु होला। भोलि पनि हामी धेरै कुराहरू सिक्नेछौँ र म भोलि तपाईँहरूलाई धेरै कुराहरूको ज्ञान दिनेछु। तपाईँले मलाई ध्यान दिनु होला, हुन्छ है। र त्यसपछि हामी एकदमै सुन्दर क्षेत्रमा छौँ, सुन्दर ठाउँमा छौँ।
हामी सबै सुन्दर व्यक्तिहरू छौँ, मुस्कुराउन नछोड्नु होला। तपाईँ सबैको सुन्दर मुस्कान छ, त्यसले सबै मुस्कुराउनु होला है र यो वर्ष सेलिब्रेसन पनि गर्नु होला। किन मैले जहिले के भन्छु भन्दाखेरि चाहिँ यो घाम डुब्दाखेरि घाम मात्र अस्ताउँदैन, तपाईँ हाम्रो जीवन पनि ढल्किरहेको हुन्छ। त्यसले गर्दाखेरि भोलि रमाउला पर्सि रमाउला भनेर बस्नु हुँदैन। जुन दिन जहाँ हुनुहुन्छ रमाइलोमा रमाइलो गर्नु सकिएपछि भने जस्तै गरी र घाम डुबे जस्तै गरी हाम्रो जिन्दगी डुबिरहेको हुन्छ। त्यसले गर्दाखेरि आजको अबको बेलुकाको सेसन भनेको नि एकदमै सेलिब्रेसनको समय है त। अब बेलुका हामी भलकै रमाइलो गर्छौँ, राम्रो गर्छौँ, तर शिष्टता भएर, सभ्यता भएर है। हामी जति सभ्य छौँ, जति राम्रो कम्पनीबाट आएको भनेर एउटा परिचय पहिचान बनेको छ यो ठाउँमा, यो परिसरमा हजुरले आफ्नो बसेको रुम, आफ्नो स्थान, आफ्नो क्षेत्र, आफ्नो हावभाव बोलीचालीले पनि राम्रो सभ्यता डिसेन्ट रहनु न हार्दिक अनुरोध गर्दै यहाँहरू सबैलाई फेरि पनि एकदमै आतिसक्नु भएको छ। मैले देखिछु सबैको अनुहार पढिरहेको छु, त्यही भएर म धेरै समय लिँदिनँ। यहाँहरू सबैलाई पुनः फेरि अन्तमा हाम्रो भूमि म्याम हुनुहुन्छ, म्यामलाई तालीले सम्मान गर्नु एकचोटि फेरि सबैजनाले म्यानेजमेन्ट गरिदिनु भएको छ। त्यसले गर्दा हामी यो समारोह, यो कार्यक्रम गर्न सफल भएका छौँ। त्यसै गरी सम्पूर्ण व्यक्तित्व फेरि पनि बधाई धन्यवाद ज्ञापन गर्दै आजको यो पहिलो दिनको सेसन समापनको घोषणा गर्दै यहाँ सबैलाई फेरि पनि नयाँ वर्षको शुभकामना। ह्याप्पी न्यू इयर, नमस्कार, थ्याङ्क यू। आदरणीय दर्शकवृन्द, अब हामी चाहिँ खाना लागेको अवस्थामा छौँ है। त्यस कारणले गर्दा चाहिँ तपाईँलाई भन्नै पर्दाखेरि चाहिँ यहाँ फापरको ढेँडोदेखि लिएर यहाँ अब सबै एकैचोटि मिक्सअप छ क्या। स्काई रिसोर्ट धुलेखेलमा चाहिँ हामी छौँ। त्यस कारणले गर्दा नेचर प्रोग्राम भइरहेछ, त्यसमा चाहिँ सफल नमस्कार सर, त्यसमा चाहिँ हाम्रो सफल मान्छेहरूको जमघट भइरहेको छ। एकदम यहाँ एकदम पोजिटिभ एनर्जी छ, हरेक एकजना व्यक्तिसँग पोजिटिभ भाइब्स छ होइन, एकअर्कामा ट्रान्सफर भइरहेछ। त्यसले हाम्रो लाइफमा रूपान्तरण ल्याउँछ, परिवर्तन ल्याउँछ भन्ने हामी विश्वास गरेका छौँ। एकदम यस कारणले अब हामी खानातिर अगाडि बढ्दैछौँ। सो रातिको समय यो अहिले 9 बजिसक्यो। सब देख्न सक्नुहुन्छ नेचर अफकै के भन्नुहुन्छ? अब मेरो के भन्छ अब यहाँ माइक्रो चाहिँ ल्याएन होइन, तर रेकर्ड चाहिँ राम्रै हुन्छ भनौँ न। एकदमै लागिरहेको हजुरलाई मिठो लागिरहेछ नि। हेलो प्रमिला म्याम, नसुने रहेछ होला त्यता चाहिँ यस्तो छ। ल हामी चाहिँ सुरु गरेँ ल, अरू सबै सुरु गरेपछि म एक्लै बाँकी छ। अब मैले सुरु गरेँ। खानासाना खाइसकेपछि पानीको हल्का प्यास मेटाउँदै बाहिरको भ्यू। यहाँ चाहिँ मान्छे नाचेर हरेर गाह्रो छ मलाई एक्लैसँग है। अहिले चाहिँ टक्क यहाँ सुत्न आइरहेको छु। गुड मर्निङ साथीहरू, हामीले चाहिँ मर्निङ वाक गरिसकेपछि फोटो सेसन गऱ्यौँ। फोटो सेसन सकिसकेपछि फेरि हामी योगातर्फ लाग्यौँ। योगा सक्ने बित्तिकै फेरि हामी खाजा खाना फेरि हामी गयौँ। खाजा खाइसकेपछि हामी फेरि प्रोग्राममा एटेन्ड भयौँ। अफिसियल क्यामेरा भी अपरेटेड हो। यहाँ फोटो सेसन भइरहेको अवस्था छ। सो देख्न सक्नुहुन्छ विभिन्न व्यक्तित्वहरू यहाँ। अब फोटो त्यहाँबाट सुट हुन्छ अनि यता आइसकेपछि फोटो सबैजना ट्याप ट्याप गरेर मलाई सबै। नमस्ते, अहिले चाहिँ म यति मात्र इन्फर्म गर्न चाहन्छु कि आरटिपी हाम्रो ट्रेनिङ सेसन सकिसकेपछि 2 दिनको प्रोग्राम सकिसकेपछि चाहिँ हामी फर्किने क्रममा छौँ। फोटो सेसन भइरहेको छ र अन्य भिडियोहरू चाहिँ अब तपाईँहरूले
यसमा समावेश गरेको छैन मैले। भिजिट गर्नुहोस् र फुल इन्टरटेन रदेखि लिएर अब मोटिभेसन नवराज दुलाल सर र रियाज गुरुङ सरको बाँकी नै छ, त्यहाँ भिजिट गरेर हेर्न सक्नुहुन्छ। हस्त नमस्ते, धन्यवाद यही भन्न चाहे। थुजे छे लासोफ्या फुल्ला ल समूहलाई सिट व्यवस्था छ है, आउनुहोस् आउनुहोस् बस्नुहोस्। एहे यो त भिडियो मात्र बनाएको भएछ त, अर्को फङ्सनहरुको लागि तपाईको त अब त्यस्तै हो। ल भिडियो बनाउनु भयो, धन्यवादै छ। हजुर हुन्छ हुन्छ ड्राइभरको सिट बाँकी रहेछ हैन, कराए दक्षिणा हराए। लास्टमा मैले सिट पाएँ नि, सिट त छन् त छ, अलिकति गर्मी भएको कारणले म बस्न सकेन होइन। एकदमै यस्तो छ अवस्था, देख्न सक्नुहुनेछ। म यसरी उभिरहेको छु है, टाउको बनाउँदै गाह्रो छ मलाई। फाइनली मैले सिट पाएँ। ल खाली भएपछि म अब यस्तो लास्टमा हामी यसरी बस्यौँ र टक्क है सरहरूसँग। अनि त्यसपछि चाहिँ हाम्रो यात्रा अब आफ्नो गन्तव्यसम्म लाग्यो है त।